अहिले चाहिँ हाम्रो मम्मीलाई मसाज गर्ने टाइम हो। मम्मीलाई मसाज गरिदिँदै हुनुहुन्छ भाउजूले। मम्मीको खुट्टामा चाहिँ ट्र्याक्सन झुन्डाएको छ, हामीले बाँधेको छ। त्यो बाँधेको भाग चाहिँ भत्सेको होइन, माथि कम्मरमा भाँचेको छ। तर सिधा बनाउनलाई अलि मजाले गर्नु न, सुई 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 पारेर। आउँदैन भने आउँदैन भन्नु, आउँदैन त्यसो भनेर चाहिँ किन घपतिर हाँस्नुपर्ने। मम्मी चाहिँ आनन्द लिएर बसिराख्नु भएको छ। प्यारी कान्छी बुहारीले मसाज गरिदिएको आनन्द त लिने भइगयो नि। फेरि पाक्ने भयो। कसले पार्छ हौ? तपाईँ नै होला नि पार्दै। पाक्यो नि। कसले मम्मी? कसले? अनि मुखमा लगाउने जसले भए पनि पाक्यो। मम्मी तपाईँलाई आनन्द भएको छ? छैन। अनि तपाईँलाई मसाज गरिदिँदै हुनुहुन्छ त भाउजूले? पाकिहाल्छ नि त्यसो भए भइगयो। मम्मीको कपाल चाहिँ हामीले अघि नै पाटिदिएर राम्ररी बनाएको छ। अनि अहिले चाहिँ मसाज गर्ने टाइम भएर मसाज गर्दै गरेको कान्छी बुहारी प्यारीले। प्यारी भाउजू, प्यारी भाउजू, प्यारी भाउजू रुँदै थियो। छैन त हाँस्दै तिनी अलिक बोल्दिनन् कि लजाउँछिन्। लजालु मायालु यो केटी चाहिँ पारेर पारेर रिसाएको छ। यस्तो छ। अहिले चाहिँ अब हामीले मम्मीको ट्र्याक्सन बाँध्दैछौँ। फुकालेर फेरि फोहोर भन्छ, सफा गरिदिँदै हुन्छ। मम्मी चाहिँ लुगासुगा फेरि आरामले यहाँ खेल्दै हुनुहुन्छ। मम्मी आनन्द भयो? अहिले के आनन्द त हुनुपर्छ त। त्यो होइन, कपाल कोटेर लुगा फेरेर मसाज काटेर चिटिक्क पारेर मम्मी खेल्दै हुनुहुन्छ। लुगा सफा गर्दै हुनुहुन्छ। मेरो भाउजू चाहिँ मम्मीको ट्र्याक्सन बाँधेको ठाउँमा मुख चाहिँ कति चुचो पारेको, तल मुखले नै छेपारी छेप्छ त्यसरी चुच्यो। यो चाहिँ हामीले अब ट्र्याक्सन झुन्डाउनुलाई तयार गर्दै गरेको मम्मीको खुट्टामा। यो चाहिँ ट्र्याक्सन 2 केजीको के छ त्यहाँ? के छ कान्छी भन्छ त्यहाँ? 2 केजीको मासु छैन। सुँगुरको मासु त नुन 2 केजीको न। मम्मीको खुट्टा नलुस भनेर झन्डाएको। त्यो मान्छे अलिक झर्नु खोजेको जस्तो हुन्छ। त्यो अहिले आफै सिधा हुन्छ यो खुट्टा। ट्र्याक्सन पनि रेडी भयो। अब मम्मी सुत्नुहुन्छ मजाले खुट्टा नहल्लाई। मामु मम्मी तपाईँ कहिले उठेर हिँड्ने हो? सबै गए।